नमस्कार दर्शकबिन, जेन्युइन टेक टिप्स च्यानलमा स्वागत छ। आजको भिडियो फेसबुक सब्सक्रिप्सन सेटअप कसरी गर्ने एउटा कुरा मैले भन्नु छ। तपाईले भिडियो त हेर्नुहुन्छ, मेरो सब्स्क्राइब गर्नुहुन्न, नोटिफिकेसन चाहिँ अन गरिदिनुहुन्न। प्लिज तपाईहरुसँग अनुरोध छ, मेरो भिडियोहरुलाई चाहिँ स्किप नगरिकन राम्रोसँग हेर्दिनु अनि सब्स्क्राइब पनि गरिदिनु। बेल आइकनलाई चाहिँ अन गरेर क्लिक गरिदिनु होला। मोबाइलको स्क्रिनतिर जाउँ है त। माथि होला मैले मेरो मोबाइलको स्क्रिन शेयर गर्दैछु। ल त अब सुरु गरौँ है त। सबभन्दा पहिला तपाईले आफ्नो मोबाइलको स्क्रिन चाहिँ खोल्नु होला। फेसबुक प्रोफाइल चाहिँ खोल्नु होला। मैले फेसबुक खोज्दै छु। यसो गरेर तपाईले पाउनु भएन भने तपाईले सर्च बारमा, यहाँ मेनुको सर्च बारमा चाहिँ लेख्नु होला फेसबुक भनेर। ल मैले क्लिक गरेँ फेसबुकमा। माथि यहाँ कुनामा चाहिँ क्लिक गर्नु होला है। ल त मैले क्लिक गरेँ। अब क्लिक गरिसकेपछि प्रोफेसनल ड्याशबोर्डमा तपाई जानु होला है। यो प्रोफेसनल ड्याशबोर्डमा जानु होला। यसमा हो, यसमा चाहिँ गएर क्लिक गर्नु होला है। मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि स्क्रोलिङ गरेर माथि लैजानु होला। लगेर जाँदाखेरि चाहिँ तपाईको चाहिँ यहाँ मोनेटाइजेसन भनेर आएको हुन्छ। यस्तो गर्दा पनि हुन्छ, अथवा तपाईले चाहिँ यहाँ माथि यहाँ यो तपाईको होम, इनसाइट, कन्टेन्ट, ग्रोथ, मोनेटाइजेसन भनेर पनि लेखेको छ। यसमा मोनेटाइजेसनमा क्लिक गर्नु होला। मोनेटाइजेसनमा क्लिक गर्दाखेरि तपाईको यहाँ देखाउँछ तपाईको के अप्सनहरु आएर बसेको हुन्छ है। तपाईको मोबाइलमा यदि अप्सन यो दिएको छ भने यहाँ सेटअपमा चाहिँ क्लिक गर्नु होला। स्क्रल गरेर माथि सार्नु होला। यहाँ भन्दैछ तपाईको मोबाइलमा शो गर्दैछ होला साइन अप भनेर भन्दैछ। यदि तपाईले पहिलादेखि एउटा मोनेटाइजेसन गर्ने चाहिँ तपाईको अप्सन चाहिँ फिल अप गर्नुभएको छ भने गर्नु होला। गरिसक्नु भएको छ भने यो साइन अप भनेर देखाउँछ। ल त मैले साइन अपमा क्लिक गरेँ। केही समय लिँदैछ, हेर्दै जाउँ है अब के भन्छ। मेरो चाहिँ यहाँ सेटअप पे आउट अकाउन्ट भनेर भन्दैछ। टु गेट पेड यु विल निड टु सेट अप योर पे आउट अकाउन्ट। यदि तपाईले सेटअप गर्नु भएको छैन भने यो चाहिँ देखाउँछ है। ल सेटअप गरेँ मैले। नेक्स्ट गर्नुहोस्। नेक्स्ट गर्नुहोस्, नेक्स्ट गर्नु होला। तपाई डिटेलहरु सबै दिनु होला है। ट्याक्स आइडेन्टिफिकेसन भनेर भन्दैछ नि, यहाँ चाहिँ तपाईले यो गर्नु होला। तपाईको आफ्नो पासवर्ड नम्बर चाहिँ राख्नु होला है। विदेशमा हुने साथीहरुले चाहिँ नेपालमा भएको चाहिँ साथीहरुले चाहिँ आफ्नो नागरिकता या ट्याक्स नम्बर छ भने आफ्नो ट्याक्स नम्बर चाहिँ हाल्नु होला। ल अब मैले नेक्स्ट गरे है त। यहाँ क्लिक गर्नु होला। यो नीलो नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। ल लिंक यसमा चाहिँ क्लिक गर्नु होला है। यो लिंक पे आउट तपाईले बैंक अकाउन्ट हाल्नु भएको छ भने यसमा चाहिँ लिंक गर्नु होला। लिंक पे आउट मेथड भनेर भन्दैछ। अनि त्यसपछि यो तालचा भएको नीलो बक्समा चाहिँ हो, यसमा चाहिँ तपाईले क्लिक गरिदिनुस्, लिंक गरिदिनुस्, लिंक पे आउट मेथड भनेर। ल एकछिन समय लिँदैछ। अब यहाँ लगइन भनेर भन्दैछ है। तपाईले चाहिँ आफ्नो आइडी हालिसकेपछि लगइन गर्नु होला। यहाँ केही भेरिफिकेसनहरु माग्दैछ, फाइन्ड आउट भनेर भन्दैछ। म यहाँ कन्टिन्यू गरिदिँदैछु।
केही भेरिफिकेसनहरु माग्दैछ के यसमा चाहिँ यो कोड हाल्नु पर्छ मैले मेरो कोडहरु हाल्दै छु यहाँ ल मैले लगइन गरे अब फेरि मैले यसलाई चाहिँ चेक गर्दै छु प्रोफेसनल ड्याशबोर्डमा गएर प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ मेरो यो अप्सन दिएको छ क्रिएट न्यू पब्लिक कन्टेन्ट्स नेक्स्ट मलाई यहाँ अप्सन दिएको छ के नेक्स्ट स्टेप्स भनेर भनेको छ नेक्स्ट स्टेप चाहिँ यो चाहिँ पूरा गर्न पर्छ मैले ल म ब्याक गए फेसबुक भनेर लेख्दै छु मी यो आइसक्यो सेटअप भइसक्यो है मेरो यो ल यहाँ हेर्नुभएको छ सब्सक्रिप्सन बटन चाहिँ यहाँ मेरो माथि देखाइसक्यो यो टुल्स भन्ने ठाउँमा यो अब यहाँ मेरो कन्टेन्ट मोनेटाइजेसन भनेर यहाँ देखाएको छ यो मेरो अझै अप्सन चाहिँ दिएको छैन है यसको लागि मैले अप्लाई गर्न पर्छ यसको हस् त माया गरिदिनु होला लाइक गरिदिनुस् शेयर गरिदिनुस् तपाईहरुलाई चाहिँ यो भन्दा अझै राम्रो टिप्सहरु ल्याउने छु मेरो यो टेक्स्ट टिप्समा चाहिँ सपोर्ट गरिदिनुस् हस् त धन्यवाद अर्को भिडियोमा फेरि भेटौँला जय नेपाल